यस्तो यस्तो घटना घटेको छ। अब यो ठाउँ बसेर कुनै सेफै छैन भने आफ्नै ठाउँमा बसेर भनौँ यो आफ्नै देशमा बसेर कुनै आफ्नोलाई सेफ हुन्न भने यो ठाउँ बस्नको कुनै मतलब छैन। आज मेरो छोरी भित्री भोलि अरूको पनि छोरी छन्, बहिनी छन्, आउने जाने बाटोमा मान्छे यस्तो हुन्छ भने घटना। बच्चालाई देखेँ तर कसैले बलात्कार गरेर मारेको साफ देखिन्छ, त्यसमा कुनै शक छैन। पुरा शरीरमा एउटा पनि कपडा थिएन। अब कानमा सुन थियो, 2 आना सुन थियो, अब 2 तोलाको चाँदीको सिक्री थियो, त्यो पनि छैन। अब कान पुरा च्यातेका छन्, कानबाट ब्लड आइरहेछ, मुखबाट ब्लड आइरहेछ, जिब्रो बाहिर निक्लिएको छ, आँखा पनि एउटा आँखा पनि उ भएको थियो, त्यो गलो दबाएर मारेर जस्तो देखिन्छ, साफ देखिन्छ। अब गलो जिब्रो बाहिर आएको थियो, आँखा थिएन। त्यो कसैले अब त्यो मलाई मेरो छोरीलाई जसरी मारे छन् त्यस्तै गर्न पाऊँ, मैले म आगो लगाएर मार्न पाऊँ। त्यहाँ चाहिँ धेरै बियरका बोतलहरू अनि अन्य चिजहरू पनि देखिया छ, भेटिया छ। त्यहाँ जसरी मेरो छोरीलाई घाँटी बुझेर मारेछन् त्यस्तै गर्न पाऊँ। मलाई बिहान आउनै थियो, म पनि भारतबाट अब यहाँ। तपाईँ पनि हिजो पुगेँ, विगत केही वर्षदेखि यहाँ बस्दै आउनु भएको छ? म विगत 3-4 साल भयो यहीँ। अब 2-4 कट्टा जग्गा लिएर यहीँ बसोबास छ अहिले हाल फिलहाल। एन्जल कोसँग बस्थिन् खासमा? मेरो अब आफ्नो आन्टीसँग बस्थे, मेरो बुढीको बहिनीसँग। वहीँ पढ्ने चाहिँ आफ्नो आन्टीसँग बस्ने। कहाँ पढ्नुहुन्थ्यो उहाँ? भुटोल पढ्छ, भुटोलको मृगिया भन्ने ठाउँमा बस्छ। निकै दुःखदायी घटना घटेको छ। अब घटनाका विषयमा तपाईँलाई चाहिँ हामी अब सोधौँ या नसोधौँ, निकै दोधारमा छौँ। यदि नसोधौँ भने चाहिँ मृतक एन्जलले न्याय पाउलिन् या नपाउलिन् अलग कुरा छ। त्यो सर मलाई न्याय चाहियो, अरू केही त्यो अब म के भनौँ, के भन्ने मलाई के नै शब्दै छैन। अब त्यो आफू पनि बुझ्नु। अब यस्तो यस्तो घटना घटेको छ। अब यो ठाउँ बसेर कुनै सेफै छैन भने आफ्नै ठाउँमा बसेर भनौँ यो आफ्नै देशमा बसेर कुनै आफ्नोलाई सेफ हुन्न भने यो ठाउँ बस्नको कुनै मतलब छैन। आज मेरो छोरी भित्री भोलि अरूको पनि छोरी छन्, बहिनी छन्, आउने जाने बाटोमा मान्छे यस्तो हुन्छ भने घटना। अब यो सबैले घटनास्थल पुग्नुभयो? म घटनास्थल पुग्न भन्ने पनि म हिजो पुगेर हिजै अब त्यो भेटियो लास। म पनि हिजै बिहान पुगेँ। के देख्नुभयो त्यहाँ? जङ्गल त्यो देख्ने अब पुरा जङ्गल फाँडियो, यताउता देखियो, अब लास पनि देखियो सर। अब पुरा त्यस्तो अवस्थामा देखियो कि अब एउटा बाउलाई थापिने सोचिने त्यस्तो एउटा देखिने पनि अब यस्तो देखियो। एन्जल चाहिँ 10 वर्ष कि भनेर चाहिँ विभिन्न सञ्चार माध्यममा आएको छ। त्यो एन्जल चाहिँ वास्तवमा चाहिँ 8 वर्ष कि हो, उमेर मात्र भएको भन्ने अन्दाजले अब त्यो मान्छेले, अब गाउँको मान्छेले 10 वर्ष यस्तो भनिदियो, तर 8 वर्ष कि हो त्यो अन्दाजी। अब त्यो शरीरको अब देखमा अब छोरी अब देख्नमा पनि ठुली साली निकै देखिन्छ, 12-13 सालको पनि देखिन्छ त्यो बच्चा, तर वास्तविक 8 साल कि हो छोरी। अब एन्जलको साथमा जुन दिन